बालेन सरकारको समन्वयपछि तराईमा धान उत्पादन बढाउन कोरियाले नेपाललाई करिब 2 अर्ब अनुदान दिने हो। दर्शकबिन, नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले करिब 2 अर्ब रुपैयाँ बराबर अनुदान सहयोग उपलब्ध गराउने भएको छ। यस सम्बन्धमा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र नेपालका तर्फबाट कृषि, वन तथा वातावरण मन्त्रालय बीच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि असार 4 गते हस्ताक्षर भएको छ। सम्झौतामा कोइका नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर मुहेअन कोङ र मन्त्रालयका सहसचिव डाक्टर हरिबहादुर केसीले हस्ताक्षर गरेका छन्। यस सम्झौता अनुसार दक्षिण कोरिया सरकारले कोइका मार्फत सन् 2026 देखि सन् 2031 सम्म सञ्चालन हुने 6 वर्षे परियोजनाका लागि 1 अर्ब 81 करोड़ रुपैयाँ अर्थात 1 करोड़ 20 लाख अमेरिकी डलर बराबर रकम अनुदान उपलब्ध गराउने भएको छ। यस आयोजना नेपालको कृषि क्षेत्रमा हाल सञ्चालित अन्तर्राष्ट्रिय सहयोगको सबैभन्दा ठूलो परियोजना हुनुका साथै नेपालमा कोइकाको हालसम्मकै ठूलो द्विपक्षीय परियोजना हो। यो परियोजना लुम्बिनी प्रदेशका 4 जिल्ला बाँके, बर्दिया, दाङ र कपिलवस्तु तथा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा कार्यान्वयन गरिनेछ। आयोजनाले जलवायु मैत्री कृषि प्रविधि, सुदृढ धानको बिउ प्रणाली, सुधारिएको बाली कटानी पछिको व्यवस्थापन र कृषक तथा उद्यमीका लागि बजार पहुँच विस्तार मार्फत धानको उत्पादकत्व वृद्धि गरी नेपालको खाद्य सुरक्षा सुदृढ गर्ने लक्ष्य राखेको छ। परियोजना कार्यान्वयन कोएकाले कृषि मन्त्रालय र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका प्रादेशिक मन्त्रालयसँगको साझेदारीमा गर्नेछ भने यसमा नेपाल कृषि अनुसन्धान परिषद नार्क र अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थान इरीको प्राविधिक सहयोग रहनेछ। परियोजनाले जलवायु अनुकूलित धानको बिउ प्रणाली बलियो बनाउन र नेपालको परिवर्तनशील जलवायु अवस्था अनुसार धानका सुधारिएका जातहरूको प्रसारमा तीव्रता दिन विशेष जोड़ दिने बताइएको छ।